करिब 6 वर्ष अगाडि कञ्चनपुर जिल्लामा 13 वर्षीय नाबालिका निर्मला पन्तको अर्धनग्न अवस्थामा उखुबारीमा शव फेला पर्छ। आखिर के भएको थियो त त्यो दिन? आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ म नयाँ केस लिएर आएको छु र यो केस चाहिँ करिब मेरो घरदेखि 30-35 किलोमिटर पर घटेको घटना हो। सो यसमा चाहिँ केही कुराहरु छुटेको छ भनेपछि तपाई प्लिज कमेन्ट गरिदिनु होला तल। सो लेट गेट इन आवर टुडेज केस। कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वार्ड नम्बर 2 मा बस्दै आइरहेकी 13 वर्षीय बालिका निर्मला पन्त, उनी चाहिँ एउटा गरिब फ्यामिलीबाट बिलोङ गर्छिन्। निर्मलाका बुवाले 2टा बिहे गरेकाले उनी चाहिँ कान्छी श्रीमतीसँग छुट्टै बस्थे। निर्मलाकी आमा दुर्गादेवी पन्त जो चाहिँ 3वटा छोरीकी आमा थिइन्, जसमध्ये चाहिँ मनिषा, सरस्वती र निर्मला थिए। घर धान्नको लागि केही राहत होला भनेर उनीहरूले चाहिँ सानो एउटा चटपटेको पसल खोलेका थिए। सो त्यही पसलको लागि सामान लिनको लागि चाहिँ उनकी आमा बिहानै उठेर आफ्नो घर धन्दा गरेर करिब 8 बजे सामान लिन भनी घरबाट निस्किन्। निर्मला कक्षा 9 मा त्यतैको विद्यालयमा पढ्थिन्। 2077 साल श्रावण 9 गते त्यो दिन चाहिँ उनी चाहिँ आफूसँगै पढ्ने साथी रोशनी बम, जो चाहिँ प्राय उनीसँग उनको घरमा आइराख्थिन्। रोशनीको चाहिँ चटपटेको पैसा तिर्न बाँकी भएकाले उनले चाहिँ के भइन् भनेपछि निर्मलालाई मेरो घर जाऊ, मेरो घरबाट चाहिँ पैसा पनि चटपटेको म दिन्छु, अनि त्यहाँबाट चाहिँ अम्बा पनि लिएर आउनु भने। त्यो भनेपछि निर्मला चाहिँ आफ्नो बहिनीलाई सोधेर उनी चाहिँ रोशनीसँगै रोशनीको घरमा गइन् र उनी घर कहिले फर्किनन्। करिब 11 बजे गएकी निर्मला बेलुकाको 6 बजेसम्म पनि घरमा नआउँदा निर्मलाकी आमा हतार हतार आफ्नो कान्छी छोरीलाई सोध्छिन् र उनले भन्छन् कि निर्मला चाहिँ रोशनीको घरमा यसरी पैसा लिन र अम्बा लिन गएकी छे भनेर। त्यहाँबाट चाहिँ रोशनीकी आमा दुर्गादेवी पन्त रोशनीको घरमा जान्छन्। रोशनी बमको घरमा गएर सोधपुछ गर्दाखेरि चाहिँ रोशनी बमले चाहिँ निर्मला चाहिँ 2 बजे नै गइसकेको यहाँबाट भनेर चाहिँ निर्मलाकी आमालाई भन्छन्। तर यो कुरा सुनेपछि निर्मलाकी आमालाई चाहिँ विश्वास नै लागेन। सधैँ घरमा टाइममा आउने छोरी चाहिँ आज चाहिँ ढिलो भएकाले चाहिँ सायद यिनीहरूले चाहिँ मसँग जिस्किँदैछन् भनेर उनले चाहिँ त्यो घरभित्र जान ट्राई गरिन्। तर निर्मलाकी आमालाई चाहिँ रोशनी बमले चाहिँ जान दिएनन्। अनि रोशनी बमको सपोर्टमा चाहिँ रोशनीकी दिदी पनि आइन्, जसको नाम थियो दुर्गा बम। अब बम दिदी बहिनीले चाहिँ निर्मलाकी आमालाई चाहिँ दुईटै बम दिदी बहिनी मिलेर चाहिँ उनले चाहिँ तेरो छोरी यस्तो यता गयो होला, पहिलो गयो होला, कहाँ गयो होला भनेर आफै खोज भनेर चाहिँ उनले निर्मलाकी आमालाई भनेपछि निर्मलाकी आमा चाहिँ निशब्द भएर घर फर्किन्। निर्मलाकी आमा घर आइन् र घर आएर एकजना छिमेकी लक्ष्मण जोशी नाम गरेका व्यक्तिलाई लगेर बम दिदी बहिनीको घरमा गइन् र बम दिदी घरमा गएर उनले चाहिँ म भित्र गएर हेर्छु भन्दाखेरि चाहिँ बम दिदी बहिनी रोशनी बम र बबिता बमले चाहिँ उनको बाटो छेके। बाटो छेकेर के भन्यो भनेपछि तेरो छोरी पहिला गइसक्यो होला, हामीलाई के थाहा भनेर यता उता भनेर उल्टै जवाब दिए। र यहाँबाट चाहिँ निर्मलाकी आमालाई चाहिँ शंका लाग्न थाल्यो कि केही न केही त निर्मलासँग भयो भनेर। अब करिब रातिको 9-10 बजिसकेको थियो। निर्मला अझै घर फर्केकी थिएनन्। अब उनीहरूले के निर्णय गरे भनेपछि पुलिसमा रिपोर्ट गर्ने भनेर पुलिसमा जानकारी गराए, तर पुलिसले चाहिँ कुनै पनि एक्सन लिएनन्। पुलिसहरूले के भन्यो भनेपछि आज चाहिँ राति भइसक्यो, अब भोलि आउनु, भोलि हामी चाहिँ खोजतलास गर्छौं भनेर उनीहरूलाई चाहिँ घर फर्काइदिए। अर्को दिन पुलिसहरू आएर चाहिँ बम दिदीबहिनीको घरमा चाहिँ खोजतलासी गर्छन् र सोधपुछ गर्छन् तिनीहरूसँग। त्यतिकैमा खबर के आउँछ भनेपछि बमकै घरबाट करिब 500 मिटर पर एउटा खोल्सामा चाहिँ निर्मला पन्तको साइकल फेला पर्छ। अब यो थाहा पाएपछि निर्मला पन्तको साइकल फेला पर्यो भन्ने थाहा पाएपछि उनीहरूले चाहिँ के भनेका थिए भने चाहिँ रोशनी दिदी बहिनीले लास पनि त्यतै होला, खोज्दा हुन्छ भनेका थिए। यो सुनेपछि सबजना जो चाहिँ त्यो रोशनी बमको घरमा चाहिँ गएका थिए तिनीहरूलाई चाहिँ तिनीहरूमाथि चाहिँ डाउट लाग्न थाल्यो। त्यही वरिपरि पुलिसहरू लगायत गाउँलेहरूले चाहिँ खोजतलास गर्न थाले। अब यहाँ निर्मलाको शव फेला पर्छ, जो चाहिँ उखुबारीको बीचमा हिलोले लतपत अर्धनग्न अवस्थामा थियो। यहाँ हेर्नुहोस् है, अब पुलिसले चाहिँ यति लापरवाही गरेको छ नि, जुन ठाउँमा चाहिँ बडी भेटिएको थियो। खासमा चाहिँ यो केस चाहिँ सोल्भ नहुनमा चाहिँ प्रहरी प्रशासनको ठुलो हात छ के।
फर्स्ट अफ अल चाहिँ त्यहाँ गएर चाहिँ उनीहरूले चाहिँ फोरेन्सिक टिम नै बोलाएन कि। अनि त्यो जुन स्पोर्टमा चाहिँ निर्मलाको सब फेला परेको थियो त्यो स्पोर्टमा चाहिँ हर कोही आउने जाने गरेर त्यहाँ चाहिँ भिड लगाइयो र इभिडेन्सहरूसँग चाहिँ छेडखानी गरियो कि। अनि तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ उनको सायद मेबी सुरुवात हुनसक्छ उनले चाहिँ एउटा प्रहरी प्रशासनकै एउटा महिला प्रहरी कर्मीले चाहिँ उनको त्यो सुरुवाललाई चाहिँ पानीमा धोएर उनकै जिउमा छोप्छिन्। यो केसमा चाहिँ प्रहरीले चाहिँ प्राइमरी इन्भेस्टिगेसन नै राम्रोसँग नगरेको र लापरवाही गरेको देखिन्छ क्या। त्यही भएर चाहिँ यो केस चाहिँ सोल्भ हुन नसकेको हो अहिलेसम्म। एउटा पुख्ता सबुत नै छैन कि यो केसको लागि खासमा चाहिँ। त्यही भएर चाहिँ अहिलेसम्म यो केस चाहिँ पेन्डिङमै छ। सो लेट गेट ब्याक इन आवर केस। अब यहाँ चाहिँ माहौल चाहिँ बिग्रिँदै गइरहेको थियो। त्यहाँका जनताहरू चाहिँ त्यो बम दिदीबहिनीको घरमा गएर आगो लगाउने यहाँ त्यहाँ गर्ने प्रयास गरिरहेका थिए कि र तिनीहरूलाई चाहिँ उल्टै प्रहरी प्रशासनबाट चाहिँ ती बम दिदीबहिनीहरूलाई चाहिँ सपोर्ट मिलिरहेको थियो, सुरक्षा मिलिरहेको थियो, जसलाई चाहिँ निर्मलाको हत्यामा चाहिँ यी बम दिदीबहिनीको चाहिँ हात छ भन्ने लागेको थियो। उल्टै त्यो प्रहरीले चाहिँ तिनीहरूलाई चाहिँ सपोर्ट गर्दै थियो, तिनीहरूलाई चाहिँ सेभ गर्दै थियो। अब त्यहाँको मान्छे चाहिँ एकदम आक्रोशित भएर प्रोटेस्ट गर्न थाले। इन्भेस्टिगेसनकै क्रममा पोस्टमार्टमको रिपोर्ट आउँछ। पोस्टमार्टममा के भनेको थियो भनेपछि निर्मलाको चाहिँ बलात्कार पछि घाँटी चेपेर हत्या गरिएको थियो। यो सुनेपछि चाहिँ निर्मलाकी आमाको चाहिँ होस नै रहेन। यो सुनेपछि चाहिँ त्यहाँका जनताहरू चाहिँ आक्रोशित भएर पुलिस र बम दिदीबहिनी विरुद्ध आन्दोलन गर्न थाले र माहौल चाहिँ एकदम बिग्रिँदै गइरहेको थियो। तपाईहरूलाई चाहिँ सायद थाहा होला त्यो बेला चाहिँ महेन्द्रनगरमा चाहिँ कर्फ्यू नै लगाएको थियो कि त्यस्तो माहौल चाहिँ भएको थियो त्यो बेला चाहिँ। उता चाहिँ प्रहरी प्रशासनले चाहिँ निर्मलाको फ्यामिलीलाई दबाब दिइरहेको थियो कि निर्मलाको बडी चाहिँ डिकम्पोज हुन थालेको थियो र निर्मलाको बडी लगेर तपाईँहरू चाहिँ दाह संस्कार गर्नुहोस् भनेर चाहिँ निर्मलाको फ्यामिलीलाई दबाब आइरहेको थियो। तर निर्मलाको फ्यामिली र उनका जो चाहिँ सपोर्टमा थियो उनीहरूले चाहिँ हामी चाहिँ जबसम्म न्याय पाउँदैन, जबसम्म हतियारलाई तपाईँहरू समात्नुहुन्न तबसम्म चाहिँ बडीलाई जलाउँदैन भन्ने कुराहरू गरिरहेका थिए। तर पुलिस तर्फबाट चाहिँ यस्तो धम्की आउँछ कि तपाईँहरू चाहिँ यदि तपाईँहरूले चाहिँ यो लास लगेर यसको दाह संस्कार गर्नु भएन अनि यस्तै दंगा गर्नुभयो भनेपछि चाहिँ हामीलाई मतलब छैन, कतिजना चाहिँ मर्छन् यो आन्दोलनमा भन्ने कुरा तपाईँहरूले चाहिँ जिम्मा लिनुपर्छ भनेर उल्टै निर्मलाको फ्यामिलीमा दबाब दिइरहेको थियो। सो अब यो सुनेपछि प्रहरी प्रशासनबाटै यस्तो जवाब आएपछि उनीहरूले चाहिँ निर्मलाको बडीलाई लगेर दाह संस्कार गरे। त्यो बेला चाहिँ यो केस चाहिँ कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टको निगरानीमा अनुसन्धान भइरहेको थियो। यो घटना घटेको केही दिनपछि कञ्चनपुर पुलिस र सीआईबीको टिमले एकजना दिलीप विष्ट नाम गरेका व्यक्तिलाई चाहिँ समात्छ, जो चाहिँ अलरेडी भिनाजुको मर्डरको केसमा चाहिँ 9 वर्ष सजाय काटेर आइसकेका थिए। प्रहरीले चाहिँ दिलीप विष्टलाई चाहिँ अनुसन्धानको क्रममा उनीहरूलाई सोधपुछ गर्दा चाहिँ उनले चाहिँ यस्तो गरेको, मैले यसरी मारेको भन्ने कुरा चाहिँ भिडियो चाहिँ बाहिर निस्किन्छ। अब बाहिर निस्केपछि त्यो भिडियो चाहिँ पुलिसहरूले चाहिँ जबरजस्ती त्यसलाई चाहिँ बनाउन लगाएको भनेर चाहिँ बाहिर चाहिँ जनताहरूले चाहिँ भनिरहेका थिए। प्रहरीले चाहिँ दिलीप विष्टलाई चाहिँ निर्मला पन्तको हत्यारा भनेर भनिरहेको बेलामा चाहिँ यता चाहिँ बाहिरका जनताहरूले के भनिरहेका थिए भनेपछि दिलीप विष्ट एउटा मानसिक अवस्था कमजोर भएका व्यक्ति थिए। उनीहरूको अनुसार चाहिँ के भनेको थियो भनेपछि पुलिसहरूले चाहिँ अपराधीलाई लुकाउन खोजिरहेको र निर्दोषलाई चाहिँ फसाउन खोजिरहेको थियो। अब यहाँ चाहिँ यो कुरालाई लिएर चाहिँ दिलीप विष्ट चाहिँ एक निर्दोष व्यक्तिलाई चाहिँ प्रहरीले चाहिँ जबरजस्ती यो केसमा चाहिँ फसाउन खोजिरहेको छ भनेर चाहिँ त्यहाँका व्यक्तिहरूले चाहिँ आन्दोलन गर्न थाले। अब चाहिँ अनुसन्धानको क्रम चाहिँ अगाडि बढ्छ। यता प्रहरीले चाहिँ निर्मला पन्तको घरमा कल गरेर के भन्छ भनेपछि तपाईहरूले चाहिँ पुलिस थानामा चाहिँ किटानी दिन आउनु पर्यो, हामीहरूले चाहिँ निर्मला पन्तको हत्यारालाई समातिसक्यौं भनेर चाहिँ खबर आउँछ। अब यो सुनेपछि निर्मला पन्तकी आमाले चाहिँ आफ्नो बुढालाई कल गर्छिन् र कल गरेर भन्छन् कि यस्तो भएको छ, पुलिस थानाबाट चाहिँ कल आछ, किटानी दिनु पर्यो भनेर प्रहरीमा जान्छन् र तर त्यहाँ चाहिँ किटानी दिन निर्मला पन्तका बुबा मानेनन्। उनको भनाइअनुसार पनि दिलीप विष्टले चाहिँ यो काम गर्न सक्दैन किनकि ऊ एउटा आफै डराउ मान्छे थियो। सो त्यस्तो मान्छेले चाहिँ हत्या गर्न सक्दैन भन्ने कुरा चाहिँ निर्मला पन्तका बुबाले चाहिँ गरेका थिए। त्यही भएर चाहिँ निर्मलाका बुबाले चाहिँ किटानी दिन मानेनन्। अब यहाँ हेर्नुहोस् है, अब पुलिसले चाहिँ निर्मला पन्तको बुबाको कुरा सुनेपछि चाहिँ उनले चाहिँ के देखाए भनेपछि एउटा सर्टको फाटेको पकेट र अस्थायी साधनको खोल, त्यो ठाउँमा अलिकति त्यो हिलोले
लाइक त्यो चाहिँ नयाँ नयाँ नै थियो एकोर्डिङ टु निर्मला पन्तको आमाको भनेको अनुसार इन्टरभ्यूमा हेरेको थिएँ मैले इन्टरभ्यूमा भने अनुसार निर्मला पन्तको आमाको इन्टरभ्यूमा भने अनुसार घटना घटेको चाहिँ 10-15 दिन बितिसकेको थियो क्या। तर त्यो पोकेट अनि त्यो अस्थायी साधनको खोल चाहिँ लगभग नयाँ थियो र त्यसलाई चाहिँ माटोले चाहिँ कभर गर्ने ट्राई र त्यस्तो गरेर चाहिँ त्यसलाई चाहिँ एउटा इभिडेन्सको रूपमा चाहिँ देखाउन खोजेको जस्तो थियो क्या। सो त्यो देखेपछि निर्मलाका बुबाले चाहिँ यो चाहिँ पक्कै होइन भनेर उनीहरूले चाहिँ किनभने दिएनन्। उनीहरूको भनाइअनुसार उनीहरूको नजरमा चाहिँ दोषी भनेका ती बम दिदीबहिनी थिए। अब 12 सेप्टेम्बर डिएनए रिपोर्ट आउँछ, अर्थात् दिलीप बिष्ट र निर्मला पन्तको बडीमा भेटिएको डिएनए म्याच हुँदैन। म्याच नभएपछि चाहिँ दिलीप बिष्टलाई चाहिँ रिहा गरिन्छ। यो केस चाहिँ एउटा कञ्चनपुर भित्र मात्रै सीमित नरहे चाहिँ त्यो बेला चाहिँ पुरै देशव्यापी रूपमा चाहिँ फैलिसकेको थियो। देशको हरेक क्षेत्रमा हरेक कुनामा चाहिँ यसको विरुद्ध आन्दोलन भइरहेको थियो। दोषीलाई चाहिँ कारबाहीको लागि माग गरिरहेको थियो। कञ्चनपुरको त हरेक ठाउँमा चाहिँ यसको विरुद्ध आन्दोलन गरेको थियो। यो केसको चाहिँ दोषी पत्ता नलागेपछि 17 सेप्टेम्बरमा चाहिँ 9 जना पुलिसको चाहिँ टोली बनाइन्छ र यो केसमा चाहिँ इन्भेस्टिगेसन गर्न सुरु हुन्छ। अब यहाँ हेर्नुहोस् है, त्यही 9 जनाको टोली मध्ये एकजना वीरेन्द्र केसी नाम गरेका व्यक्तिले चाहिँ अनुसन्धानलाई कमजोर पार्न खोजिएको र मलाई धम्की दिएको भनी गृह मन्त्रालयको छानबिन समितिबाट राजीनामा दिए। यहाँ केस अनुसन्धानको क्रममा थियो। केसको इन्भेस्टिगेसनको क्रममा चाहिँ एसपी बिष्टका छोरा र भीमदत्तका मेयर भतिजको नाम चाहिँ यो केसमा चाहिँ जोडिन्छ। केस अनुसन्धानकै क्रममा थियो। यहाँ हेर्नुहोस् है, अब चाहिँ यो केसमा चाहिँ एसपी बिष्ट उनका छोराको र भीमदत्तका मेयर उनका भतिजको चाहिँ ती बम दिदीबहिनीसँग लिङ्क भएको कुरा खुलासा हुन्छ। खुलासा भएपछि चाहिँ ती दुईजनालाई पनि शंकाको कठघेरामा हालिन्छ र तिनीहरूको डिएनए स्याम्पल पनि फोरेन्सिकको लागि पठाइन्छ। तर फोरेन्सिक रिपोर्टमा चाहिँ क्राइम स्पोटमा भेटिएको डिएनए र ती दुईजनाको डिएनए म्याच हुँदैन। त्यसकारण तिनीहरूलाई पनि छोडिन्छ। यो केसमा चाहिँ धेरैजनालाई चाहिँ इन्ट्रोगेट गरिएको थियो, तर कोहीसँग पनि डिएनए स्याम्पल म्याच भएन। यता कञ्चनपुरका जनताहरू केसलाई दबाउन लुकाउन कोसिस गरिँदैछ भनेर रोडमा आन्दोलनका लागि उत्रिए र आन्दोलन गर्न थाले र त्यो बेला चाहिँ कञ्चनपुरमा चाहिँ धेरै ठाउँमा चाहिँ कर्फ्यू पनि लगाएको थियो। आन्दोलनकै क्रममा एकजना निर्दोष व्यक्तिको पुलिसहरूको हवाई फायरिङबाट 14 वर्षका सन्नी खन्ना नाम गरेका व्यक्तिले ज्यान गुमाउनु पर्यो। अब यहाँबाट चाहिँ जन आन्दोलन बल्झियो। निर्मला पन्तको फ्यामिलीले चाहिँ काठमाडौँको माइतीघर मण्डलमा आएर पनि आन्दोलन गरेका थिए, न्यायको लागि माग गरेका थिए। तर यो केसमा चाहिँ डिएनए चाहिँ कुनै पनि व्यक्तिसँग चाहिँ म्याच नभएकाले चाहिँ हत्यारा चाहिँ पत्ता लाग्न सकेन। खासमा चाहिँ यो केसमा चाहिँ प्राइमेरी इन्भेस्टिगेसन नै राम्रोसँग गरिएको थिएन। त्यसकारण निर्मलाको डिएनए स्याम्पल चाहिँ कोहीसँग चाहिँ म्याच नभएको कुरा चाहिँ फोरेन्सिक इन्भेस्टिगेसन अफिसरले चाहिँ बताएका थिए। आज 6 वर्ष हुन आँट्यो। निर्मला पन्त जसको चाहिँ बलात्कारपछि घाँटी च्यापेर मारिएको थियो, उनले अझै पनि न्याय पाएकी छैनन्। सो अब यहाँ चाहिँ निर्मला पन्तको मात्रै कुरा होइन, देशमा चाहिँ यस्ता घटना चाहिँ धेरै छन् घटेका। कोही चाहिँ पहुँच नपुगेर, कोही चाहिँ बोल्न नसकेर चुपचाप लागेर सहनु पर्छ। हस् त आजको लागि यति नै। तपाईहरुलाई चाहिँ भिडियो कस्तो लाग्यो प्लिज केही छुटेको कुराहरु छ भने प्लिज कमेन्ट गरिदिनु होला। हस्, थ्यांक यू सो मच फर वाचिङ मी।